मरेर लैजाने केही पनि छैन, कसैले पनि चाहिँ केही गर्ने होइन। साह्रै मिठो मिठो खाएर ठुल्ठुलो बङ्गलामा बसेर पनि बाँच्ने उति नै हो। झुप्रोमा बसेको मान्छे पनि बाँचेछ नि, उति नै वर्ष बाँचेको छ त। एउटा साग सिस्नु खाएर ढिँडो पिठो खाएर बसेको मान्छे र अनि एकदमै झुप्रोमा के अरे एकदमै धनाढ्य व्यक्ति एकदमै मिठो मिठो खाएर राम्रो राम्रो लगाएर अनि चाहिँ आलिसन बङ्गलामा बसेर त्यो धेरै बाँचेको छ। आखिर त बाँच्ने त उति हो। त्यसैले त्यो लोभ लालचाले चाहिँ देश नबिगारौँ। अहिलेको स्थिति आउने जेनजी आन्दोलन आउने, हामी धेरैले अब कतिपय हामी छौँ जेनजीहरूलाई दोष दिइरहेका छौँ। जेनजीहरूलाई दोष दिइरहेका छौँ। यिनीहरूले चाहिँ यो के अरे हावा जस्तो आएर त्यत्तिकै भत्ताभुङ्ग पार्यो भनेर जेनजीलाई दोष दिइरहन्छौँ। जेनजीकोलाई उमार्ने को भयो त? हामी होइन। आखिर सबै कुरा सुशासन तरिका राम्रोसँग तरिकाले चलेको भए, राम्रो तरिकाले सबै क्षेत्रमा एकदमै जनताको चित्त बुझ्ने गरेर काम भएको भए यो अस्तिको आन्दोलन आउनै थिएन। यस्तो आन्दोलनहरू नेपालमा मात्र आएको होइन, संसारभरि आउँछ। त्यस कारणले सरकारलाई टेवा दिने भनेको मन्त्रालय, कर्मचारीहरू, हामी साथीहरू। हामीले राम्रो टेवा दियौँ, सरकार रहन्छ। हामीले राम्रो काम गरेनौँ अनि सरकारको बदनाम हुन्छ, अनि सरकार जान्छ। अहिलेको जुन सरकारहरू गए कसरी गए, किन गए? बदनाम भएर गए। बदनाम हुनुमा उनीहरूको पनि हात छ, तर हामी कर्मचारीहरूको पनि हात छ, पक्कै पनि छ। किनभने हामीले त्यो दैनिक काम क्रियाकलाप गरेर देशमा जनताको चित्त बुझाउने काम गर्ने, सेवा दिने काम त हाम्रो हो नि। हाम्रो कामसँग चित्त नबुझेर जनता रिसाएको हो नि। अनि हामीलाई चाहिँ हामी मन्त्रालयको मानिसहरूलाई गर्ने नेतृत्वले हो नि। नेतृत्वले पनि ढङ्गले नल्याउने, अनि हामी कर्मचारी साथीहरू पनि चाहिँ एउटा सीमित स्वार्थको लागि गर्न हुने काम पनि गर्ने, गर्न नहुने काम पनि गर्ने। यसरी चाहिँ के भयो भने बदनाम भयो, जेनजीहरू उत्पादन भयो। यो प्रक्रिया हो। एउटा